आज पोर्क मोमो खाने अरे हाम्रो मोमोको अरे मोमो बनाउने हाम्रो दादा हुनुहुन्छ यहाँ हजुरलाई म देखाउँछु है चुङ्गुरको मासु मोमो मसला तोरीको तेल अकिमा भयो रेडी सुँगुरको मासुमा पर्के सुँगुरको मासुमा रेडी जाडो मोमोको पिठो हाम्रो मोमो रेडी भयो हेर्न सक्नुहुनेछ वाउ आफूले आफूलाई नै कस्तो दामी हाम्रो मोमो हेलो साथीहरू हेर्नुहोस् हाम्रो मोमो कम्प्लिट भयो बनाएर मोमो एउटै साइजको भएन घरमा खाने भएर पकाएपछि त हजुरले देखाउँछ यति उभिरहेछ हाम्रो मोमो बन्दैछ पोर्क मोमो अहिले बनिसकेपछि म खाएर टेस्ट गर्छु नि हजुरलाई भन्छु है कस्तो बन्यो भनेर बल्ल बल्ल बनाइसकेको मोमो बाई टमाटरको मिठो भएको थियो मोमो चाहिँ धेरै पाकेर खाँदैछ अब चाहिँ मोमो बारीतिर लाग्नु वाउ मोमो कस्तो मिठो टेस्टी भयो नि खाने बेलामा चाहिँ बोल्न पाइएन के गर्नु खाने बेलामा खाना हतार गरेर रात परिसकेको थियो भने ला अडियो पनि निस्क्यो एउटा